हेलो गाइजहरु, आज मैले सिन्की हाल्ने अवस्था सिन्की कसरी हाल्छ भनेर तपाईहरुलाई म भन्छु। यो सिन्की चाहिँ बेसरी धोएर मुला चाहिँ बेसरी धोएर सुकाएर घाममा सुकाएर मज्जाले धोएर सुकाएको। अनि अब तातो पानी उमालेर यसलाई पखालेर डुबाएर मज्जाले कुचाएर यसरी हाल्ने हालिरहेको छु। तपाईहरुले हजुरहरुले चाहिँ कसरी हाल्नुहुन्छ, मैले चाहिँ यसरी हालिरहेको छु। अनि मज्जाले कुचाएर हाल्ने। मेरो चाहिँ लोहोरो सानो सिलौटो सानो भएर अचानमा यहाँनिर हाल्दैछु गाइजहरु। यहाँनिर अब तातो पानी यसमा मज्जाले हाल्ने हो। मज्जाले तातो पानी हाल्नुपर्छ। यसरी हालिरहेको छु है गाइजहरु। तातो पानीमा मज्जाले धोएर हजुरहरुले चाहिँ कसरी हाल्नुहुन्छ, मैले चाहिँ यसरी। पछि तपाईहरुलाई सिन्की निकालेको पनि म भिडियो हाल्छु। यो चाहिँ लाएको प्रोसेस कसरी लाउँछ भनेर यसरी। मेरो चाहिँ स्टाइल यस्तो हो। अगाडि धोए मज्जाले धोए अगाडि। अनि घाममा सुकाएर यसलाई 2-3 दिन घाममा ओइल्याएर यस्तो भएको सुकिसकेछ। यसपालिको चाहिँ मुलाहरू साह्रै नराम्रो फल्यो क्या, राम्रै भएन मुलाहरू। अनि यसरी धोएर यसलाई अब अघिको पानीले थोरै कम भएर यति चाहिँ कुटे, यति पुग्यो। अब यसलाई फेरि यो पानीमा मज्जाले यसरी धोएर मज्जाले फेरि यहाँनिर गएर भिजाएर अनि त्यसरी तातो पानीमा हाल्ने। यसरी हालिरहेको छु। अब यसरी कुटेको पनि हजुरहरुलाई देखाउँछु म। ल अब हजुरहरु चाहिँ कसरी हाल्नुहुन्छ, म चाहिँ यसरी हाल्छु। नानी यहाँ पक्रिदेऊ, यहाँ देखाऊ। यसो गरेर हाल्छु है गाइजहरु। साथीहरु तपाईहरु चाहिँ कसरी हाल्नुहुन्छ, मेरो तरिका चाहिँ यो हो। हजुरहरुको तरिका कसरी हुन्छ, यसरी हो मेरो तरिका। मज्जाले यहाँ पनि कुट्नुपर्छ नि बेसरी ओइल्याएर। 2-3 दिन घाममा सुकाएको मैले यसलाई। यसको प्रोसेस चाहिँ यस्तो हुन्छ मेरो स्टाइलमा। हजुरहरुको स्टाइलमा चाहिँ कसरी हाल्नुहुन्छ। अब निकाल्दा पनि तपाईहरुलाई म देखाउँछु नि, निकाल्दाखेरि कसरी निकाल्ने भनेर। लोहोरोले कुटिरहेको यसरी लोहोरोले कुटेर मज्जाले यसलाई यसरी बनाएर हाल्नुपर्ने हो। तातो पानीमा मज्जाले धुने हो। अगाडि पनि धुनुपर्छ, घाममा सुकाउनुभन्दा अगाडि। सुकाउनुपर्छ। अब यसलाई पनि यसरी अलिअलि यसलाई यस्तो गरेर कुच्याउनुपर्छ नि। यसरी कुच्याएर हाल्नुपर्छ। मैले चाहिँ बाल्टिङमा हालेको थिएँ। अब यो बाल्टिङमा आउँदैन जस्तो छ हो। कुन बाल्टिङमा, सानो बाल्टिङ छ त्यसमा हालेको यसरी। निक्लेको चाहिँ यसरी तातो पानीमा हाल्नुपर्छ। अनि त्यसरी सिन्की हाल्ने तरिका राम्रो सजिलै छ। सबैले यसरी नै हाल्नुहुन्छ कि कसरी हाल्नुहुन्छ, म चाहिँ यस्तो तरिकाले हाल्छु। यसरी हाल्छु है साथीहरु। ल अर्को त गयो कता। सिन्की हाल्ने तरिका यसरी हो। यो चाहिँ कस्तो यसपालिको चाहिँ साह्रै नराम्रो मुलाको बिउ परेछ कि, त्यो भएर सानो भयो यसपालि त।
यत्रो पनि भइरहेछ कि बिउ नराम्रो परेछ कि सानो सानो गान्टेहरू भएछ। तपाईँहरूलाई म भोटेपछि निकालेको पनि देखाउँछु नि। मैले अस्ति नै गुन्द्रुक पनि हालेको चाहिँ देखाएन हजुरहरूलाई। मैले निकालेको चाहिँ देखाएँ। सबैले यसरी नै त हाल्नुहुन्छ होला नि। मेरो तरिका स्टाइल चाहिँ यस्तो छ। मजाले तातो पानीमा धोएर यसलाई मजाले धोएर अनि त्यसरी यसरी राख्दै कुटेर हाल्ने तरिका चाहिँ यस्तो भइसकेछ। सुकेर हेर नि कालो भएछ। यसरी हाल्ने उसके पास मजाले देखाइदेऊ नानी। गाइजहरु भिडियो बनाउने क्यामेराम्यान चाहिँ आरएल हो। मेरो आरएलले बनाइदिँदैछ भिडियो चाहिँ। यसले मैले चाहिँ यहाँनिर काम गर्दैछु। सबैजनाले हेरिदिनुहोस् होला मेरो तुम्माको भिडियो। अब यसलाई फेरि एकचोटि यसो गरिदिउँ त। यहाँ चाहिँ पर्दैन होला हो। अर्कोमा हाल्नुपर्छ होला साथीहरू। यो अलिक लोहोरो सानो भयो कि प्रोसेस चाहिँ यसरी नै हो। मुलाहरू चाहिँ कुन सानो कुन ठुलो भयो गाइजहरु। बिउ नराम्रो परेर यस्तो भएको अवस्था साथीहरू। बिउ चाहिँ यसपालि रड्डी नराम्रो परेछ। हाल्ने चाहिँ तरिका यही जस्तो लाग्छ मलाई। यसरी नै हालेँ। अरूले कसरी हाल्नुहुन्छ मैले बाल्टिङमा हालेँ। यसरी नै हाल्ने तरिका जस्तो लाग्यो। कसरी हाल्ने हो यसरी नै हाल्ने कि कसरी हाल्ने हजुरहरूले कसरी हाल्नुहुन्छ? मेरो तरिका चाहिँ यो है साथीहरू। तरिकाले नै हालिरहेको छु। यसरी नै है गाइजहरु हाल्ने तरिका तपाईँहरूलाई म